कृषक त नाम मात्रै हाम्रो कृषक। कृषकको नाममा हामी कति भाषण गर्ने? तिनको नाममा अनुदान आउँछ, त्यो अनुदान तिनले पाउँदैन। अहिले मैले कृषि मन्त्रालयले निकालेको पुस्तिका हेरेँ, के ती गरिब जनताहरूले, ती किसानहरूले कृषि अनुदान पाए त भन्दा काठमाडौँमा बस्ने 9 जनाले अरबौं अरबौं अनुदान पाए। ती जनताले न ब्याज बैंकबाट ऋण पाउँछन्, न तिनले अनुदान पाउँछन्। कति दिन भाषण गर्ने? यसलाई छानबिन गरौँ, जसको बालामा गल्ती भएको छ त्यसलाई कारबाही गरौँ, यति कुरा म राख्न चाहे। होइन भने किसानले केही पाउँदैन। न किसानले मल पाउँछन्, न किसानले बिउ पाउँछन्, न किसानले अनुदान पाउँछन्, न किसानले बजार पाउँछन्, न किसानले मूल्य पाउँछन्। हामीले विषादी खानुपर्छ। आज विषादीको कारणले हार्टको बिरामी, क्यान्सरको बिरामी कति बढिरहेको छ। यसपट्टि हामी कहिले चिन्ता नै गरेनौँ, सोचै छैन। यो सोच कसले बनाइदिने हो? यो सोचको विकास कसले गर्ने हो? यसपट्टि पनि हामीले ख्याल गरौँ। किसान भाषण गर्ने साधन नबनाऊ। किसानलाई अहिले पनि मैले फेरि दोहोऱ्याउन चाहेँ, किसानलाई मल देऊ, बिउ देऊ, बजार देऊ, मूल्य देऊ, तब पो मुलुक सम्पन्न बन्न सक्छ, तब पो हामी गरिबीबाट मुक्त हुन सक्छौँ। त्यसकारणले आदरणीय सम्माननीय सभामुखजी मार्फत यो कुरा मैले राख्न चाहेँ।